हेलो साथीहरू। म अनुप नेपाली। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मैले एउटा रोचक भिडियो लिएर आएको छु। त्यो भिडियो चाहिँ केसँग सम्बन्धित छ भने अहिले हाम्रो बजारमा चाहिँ एकदमै धेरै मात्रामा गाडीहरू चाहिँ लन्च भइरहेको छ होइन। सो त्यो गाडीहरूको लागि चाहिँ पछाडि अगाडि चाहिने त्यो नेम प्लेट हुन्छ नि, नम्बर प्लेट, त्यो सम्बन्धीको भिडियोहरू आज मैले यहाँ हजुरको सामने राख्नेछु। अहिले चाहिँ अब पहिलाको जस्तो त्यो स्टिकर राख्ने ट्रेन्ड छैन नि त। सो अहिले चाहिँ हाम्रो यो डिजिटलै नम्बर प्लेटहरू राख्ने सबैले चाहिँ मन पराएको छ। अब आज चाहिँ यो भिडियोमा हामीले बाइक प्लेट कसरी बनाइन्छ भन्ने सम्पूर्ण प्रक्रिया देखाएका छौँ। डिजाइन तयार पार्ने, मिसिनमा सेटअप गर्ने, काट्ने, फिनिसिङ गर्ने र अन्तिम नम्बर प्लेटसम्मको सबै चरण यो मेरो भ्लगमा समेटेको छु। यदि तपाईँलाई साइनेज, प्रिन्टिङ, लेजर कटिङ र सिएनसी यस्ता उत्पादन प्रक्रिया सम्बन्धी भिडियोहरू मनपर्छ भने यो भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला। अब चाहिँ मेरो भिडियो हेर्नु होला है त। नाउ द बिगिन आवर स्टोरी। ल साथीहरू, मैले नम्बर प्लेट बनाउन सुरु गरेको छु। यसको पहिलो काम भनेको चाहिँ नम्बर प्लेटको डिजाइन तयार गर्नुपर्ने हुन्छ, जुन मैले कोरलबाट डिजाइन तयार गरेको छु र यो हजुरहरू हेर्न सक्नुहुन्छ। पछाडिको नम्बर प्लेटको लागि चाहिँ ग डट 2 च 8938 रहेको छ भने अगाडिको नम्बर प्लेट ग 2 च 8938 रहेको छ। अब यसको लागि हामीले पहिला बेस काट्नुपर्ने हुन्छ। त्यो बेस काट्नको लागि चाहिँ मैले फेरि सिएनसी मेसिन ओपन गर्नुपर्ने हुन्छ। सिएनसी मेसिनमा लिएर जानुभन्दा पहिला चाहिँ यसलाई हामीले थोरै काम गर्नुपर्ने हुन्छ। जुन यो सिएनसी मेसिनको सफ्टवेयरमा पनि फाइल पठाउनु पर्ने हुन्छ, जुन यो आर्ट क्यामबाट बनाउनुपर्छ। ल अहिले चाहिँ मैले यो आर्ट क्याममा सेटिङ गर्दैछु, हेर्न सक्नुहुन्छ। ओके, देन यो ठिक छ, अप्टिमाइज पनि ठिक छ। आउटसाइड काट्ने हो, बिट मैले 3 mm को युज गर्छु, 3 mm को युज गरिरहेको छु। ओके, ठिक छ। त्यसपछि क्यालकुलेट गर्छु। क्यालकुलेट गर्दाखेरि यहाँ चेन्ज आउँछ, तपाईँको बाहिरी भाग कटिङको भाग आउँछ, जुन आइसकेको छ। जुन तपाईँहरूले देख्नु, यो डबल लाइन छ, डबल लाइनमा हाम्रो कटिङ हुने भाग चाहिँ माथि हो। सो अब यसलाई मैले सेभ गरेर मैले अब सिएनसी मेसिनमा राख्छु है त। ल, म सिएनसी मेसिनमा आइसकेको छु। आएर पनि मैले यहाँ पेन ड्राइभ हालिसकेँ, जुन मैले त्यो फाइल बनाएको थिएँ। देन अब पेन ड्राइभमा हेर्नुहोस् है त। सो रिफ्रेस पोइन्ट भनेको चाहिँ जहाँ जाने हो त्यहीँ जा भनेको है। यो चाहिँ ओपन गरेपछि यो अप्सन आउँछ, जुन यो ब्याक टु रिफरेन्स पोइन्ट भनेको चाहिँ जुन यसले चाहिँ होमिङ खोज्छ क्या, घर जान खोज्छ। सो यसलाई घर पठाउँदैछु। अब ओके गरेछु, ओके क्लिक गरेँ मैले। ओके गरेपछि हेड मुभमेन्ट आउँछ, मुभमेन्ट हुन्छ हेड, जुन यसलाई स्पिन्डल भनिन्छ है साथीहरू। यसमा चाहिँ सबै यो सिएनसी मेसिनको सबैभन्दा मेन पार्ट भनेको चाहिँ यही स्पिन्डल हो, जुन यसबाट चाहिँ हाम्रो यो चिलिङ भएको भएर यो पाइपमा चाहिँ हामीले चाहिँ पानी आउने जाने गर्नको लागि पाइपहरू यसरी राखेर हामीले पानी चाहिँ यहाँ राखेका छौँ, जुन यो मोटरबाट काम गर्ने गर्छ है त। ओके, ल अब पेन ड्राइभमा भएको फाइल निकाल्नु पऱ्यो। त्यसको लागि फाइन्ड यु डिस्क स्क्यान इट भनेर अप्सन दिन्छ, यसलाई हामीले ओके गर्नु पऱ्यो। र ओके गरिसकेपछि मैले चाहिँ 12:9 फाइल भनेर सेभ गरेको छु। हेर्नुहोस् है, त्यो फाइल कहाँ छ, माथि यहाँ देख्न सक्नुहुन्छ। 12:6 को फाइल भनेको छ। यसलाई मैले क्लिक गरेर यसलाई चाहिँ मैले मेरो यो लोकल फ्याक्ट्रीमा कपी गर्छु। कपी गर्ने अप्सन आयो, फेरि मैले ओके गर्छु। त्यसपछि म फेरि अब मैले लोकलमा सेभ गरेपछि म लोकलमा जानु पऱ्यो, लोकल फाइलमा जानु पऱ्यो। ओके क्लिक गरेँ र मैले अघि के नाममा सेभ गरेको थिएँ त्यही चिज चाहियो यहाँ। यो नाम थियो होइन, 12:9 को फाइल भनेको थियो। यसलाई मैले मेसिनमा लोड गरेँ। लोडिङ गर्नको लागि मैले Y- गरेर लोडिङ गरिसकेँ। अब पालो छ यसको चाहिँ अलाइनमेन्ट मिलाउने, जुन यो म मिलाउँदैछु। ओके छ, ल यसलाई नि ओके गरेँ होइन। 009 ओके, ल
साथीहरू बेस पनि काटेर सकियो। यो चाहिँ अगाडिको लागि प्लेट भयो, त्यसपछि यो पछाडिको लागि हैन। दुईटा मैले यो बेस काटिसकेको छु साथीहरू। अब यसको नम्बर प्लेट अब चाहिँ हामीले फेरि अब नम्बर काट्नुपर्ने हुन्छ, त्यो चाहिँ लेजर मेसिनबाट गर्नुपर्छ है साथीहरू। अब त्यो नम्बर काट्दैछु, त्यो पनि हेर्नु होला। लेजर मेसिनको लागि फेरि छुट्टै फाइल बनाउनु पऱ्यो यो नम्बर कटिङ गर्नको लागि। यो नम्बरहरू कटिङ गर्नु पऱ्यो, जुन मैले चाहिँ यसलाई चाहिँ डिजाइन गरेर यसलाई चाहिँ राम्रो सेपमा ल्याएर मैले मेसिनमा पठाइसकेको छु। लेजर मेसिन यहाँ चाहिँ लेजरले आफ्नो काम गरिरहेको छ है। यो नम्बर प्लेट हो यसको चाहिँ। यो चाहिँ हाम्रो यो मिरर भएको भएर तपाईँले उल्टो देख्नुभयो। यो कटेर भ्याएपछि चाहिँ अनि टर्न गरेपछि चाहिँ त्यो अगाडिको चाहिँ राम्रो छ, यो पछाडिको चाहिँ यो तपाईँको मिरर गरेको भएर देख्नुभयो होला। यो उतापट्टिबाट हेर्दा मात्र सिधा देखिने हो कि हो। म चाहिँ यो नम्बर प्लेटहरू कटिङ गर्दैछु। यो चाहिँ अब लेजर मेसिनबाटै कटिङ गर्नुपर्छ नम्बर प्लेटहरू। जसले बनाउनुहुन्छ होइन, जसले बनाउनु भएको छ नि तपाईँहरूको नम्बर प्लेट बनाउने मेसिन चाहिँ यही नै हो है साथीहरू, अरू केही छैन। यही मेसिन हो सबैले चाहिँ गराउने। यही मेसिनबाट हामीले नम्बर प्लेटको लागि लेटरहरू काटेर गर्नुपर्ने हुन्छ। यो अरू कसैले काट्दैन है साथीहरू। यसलाई चाहिँ लेजरै चाहिन्छ। नम्बर प्लेट काट्नको लागि चाहिँ लेजर मेसिन नै चाहिन्छ। हेर्नु पछाडिबाट आगो नै बोलिरहेको छ होइन, हेर्नु त। मैले अब त्यो लेटर काटेर सकिसकेँ। त्यसपछि मैले यहाँ एउटा बक्स बनाएको छु, एउटा डाई भनौँ न, यसलाई डाई हो। यसमाथि राखेर चाहिँ नम्बरलाई चाहिँ स्केचिङ गर्ने के, जुन स्क्यान गर्ने हुन्छ नि, दाम मात्रै बसाउने, त्यसको लागि चाहिँ। अनि मैले यहाँ सेटिङ गरेर अनि त्यसपछि टक्क कुनमा हाल्ने हो, ट्याक्कै यसरी राखेर उसले स्क्यान गर्छ। अनि त्यसपछि 2 यता 6 यसरी आउँछ। यो जहाँ यो केरेको भाग छ नि त्यहाँ मात्र पेस्टिङ गर्ने हो क्या, बल्ल अनि राम्रो देखिन्छ नि त। अलाइनमेन्ट मिल्दैन के अरे, कुनै अलिकति माथि कुनै अलिकति तल भयो भने त अलि राम्रो देखिन्न नि त। सो त्यसको लागि चाहिँ मार्किङ पनि गरेर सकिसकेँ एउटा होइन। अब अर्को मार्किङ गरेको चाहिँ हजुरहरूलाई अर्को मार्किङको पनि भिडियो भर्खरै म एकैछिनमा राख्छु ल साथीहरू। ल हेर्नुहोस् है, हेर्नुहोस् ल, यसरी बनाएर राखेको छु। सबै तपाईँहरूलाई चाहिँ मैले देखाइरहेको छु। हेर्नुहोस् सबैमा सेतो एक्रिलिकमा रातो पछाडि एसिपी सिटमा हामीले बनाएको छौँ। ल हेर्नुहोस् हो। ल यो नम्बर प्लेट के कस्तो छ के अरे कमेन्टमा प्रतिक्रिया दिनु होला है साथीहरू। र यस्तै भिडियोहरू तपाईँहरूलाई चाहिँ मनपर्छ भने चाहिँ मलाई चाहिँ सब्सक्राइब गर्ने, सपोर्ट गर्ने है साथीहरू। ल एउटा सेटको लगभग रेडी गऱ्यौँ है। यो चाहिँ हामीले पछाडिको लागि मैले यसको प्रोसेस पनि त्यही नै हो। मैले मार्किङ गरेको थिएँ, त्यही मार्किङको अनुसारले चाहिँ हामीले कटिङ गरेर त्यहाँ राखेका छौँ। तपाईँले यसको लुक्स हेर्न सक्नुहुनेछ र एकदमै राम्रो देखिएको छ होइन। तपाईँहरूलाई पनि यदि यस्तै नम्बर प्लेटहरू चाहिन्छ भने चाहिँ हामी साझा फ्लेक्सलाई सम्झनु होला। ल हेर्नुहोस् है साथीहरू, हेर्नु त कति राम्रो टल्केको। ल है साथीहरूलाई हेर्नुहोस् है, हेर्नुहोस् मजा आउँछ कि यस्तो दामी चिज देखेपछि होइन। ल नम्बर प्लेटको भिडियो अब मैले अन्त्य गरेँ। तपाईँहरूले बुझिहाल्नुभयो होला कटिङ कसरी गर्ने, पेस्टिङ कसरी गर्ने, मार्किङ कसरी गर्ने चाहिँ मैले तपाईँहरूलाई डिटेल अनुसारले नै भिडियो बनाएर हालेको छु। तपाईँहरू यदि यस्तो भिडियोहरू मन पराउनुहुन्छ भने गएर सब्सक्राइब गर्नुहोस्, भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्, सब्सक्राइब गर्न नबिर्सिनु होला है साथीहरू है। ल अब यो हाम्रो यो नम्बर प्लेटको काम चाहिँ अब मैले बन्द गरिरहेको छु। अब म फेरि अर्को कामको लागि लाग्नुपर्ने छ। म चाहिँ अब कता जानुपर्ने छ भने अफिसमा गएर सोध्छु, अनि मेरो के काम छ आज त्यो पनि म पुरा गर्नेछु। कतिवटा सर काम छ, कतिवटा ल्यायो रञ्जितले काम? मेरो एकदमै ठिकै छ अनि अरू पनि सबै ठिकै होला नि। मेसिन अपरेटर हो अहिले म। ठ्याक्कै के गर्दा गर्छु भन्दाखेरि मैले चाहिँ उतापट्टि
हाम्रो उतापट्टि पनि छ त्यहाँको ठुलो मेसिन चलाउँछु मैले 10 फिटको के त नि फ्लेक्स मेसिन हो कि अब सिएनसी मेसिन कि कस्तो मेसिन छ फ्लेक्स बनाउने मेसिन ब्यानरहरू निकाल्ने ब्यानरहरू प्रिन्ट गर्ने हो तिमीले 10 फुटको मेसिन छ ठुलो अँ अब मान्छे सानो भयो नि मेसिन चाहिँ ठुलो हो चलाउन त सक्ने गर्ने पऱ्यो सक्छु अहिले त्यहाँ खासै काम नभएर अनि यता अनि आएको कि यसो अनुपले तिमीले बोलायो नि त अनि तेरो आएको ल है साथीहरू मायाको चिनो बनाउँदैछौँ हामी है उहाँ चाहिँ अलिकति के भन्दा अलिकति बोल्न सक्नु हुँदैन अनि अलि कान पनि धेरै गर्नुहुन्न उहाँलाई चाहिँ इसाराले गर्ने हो सबै कुरा होइन ल उहाँले खाना पनि खाइसक्नु भयो अरे ऊ सिस्टममा हो उहाँलाई चाहिँ यतापट्टि छापाखानामा काम गर्नुहुन्छ उहाँ चाहिँ मेसिन अपरेटर हो सिर्फ नबोली मात्रै अरे उहाँ चाहिँ पुरा टिकटकमा लाइभ बनाउने टिकटकमा पैसा कमाउने मार्केटिङ गर्ने उदुम गर्छन् यिनले ल ल ठिक छ केही छैन ल है साथीहरू माया किन सस्तोमा बन्दैछ है सस्तोमा बन्दैछ साथीहरू सबै ड्याङ्की ड्याङ होलसेल मूल्यमा र हाम्रो अर्को निगम सरले पनि उहाँ त्यही काम गरिरहनु भएको है ल यतापट्टि हाम्रो दिदीले पनि त्यही गर्नुभएको छ यतापट्टि हाम्रो सर फेरि एकदम हाकिम हो फेरि ऊ नबोल्ने मात्रै हो भित्रभित्र खतरा राजनीति खेल्छन् यिनले फेरि राजनीतिको राजा हुने दिदी कस्तो लागिरहेको छ नि कामलाई काम कस्तो छ तपाईँलाई हो सजिलो राम्रो होइन सबै आफ्नो र दिदी आउनु भएको त धेरै छैन अहिले धेरै दिन त भएको छैन के अरे अहिले दिदी कति दिन भयो तपाईँ आउनुभएको आइतबारदेखि अनि दिदी 5 दिन भइसक्यो उहाँ आउनुभएको अलिअलि मिठो चाहिँ निकाल्नु भएको है उहाँले सिस्टममा होइन अनि दिदी यहाँबाट घर कति टाढा तपाईँको हो यहाँदेखि कति किलोमिटर होला गैँडाकोट अझ चोकको नाम होला नि त शिलान्यास चोक हजुर शिलान्यास चोक ए ल शिलान्यास चोक हो निर्मल सर मजा आइरहेको नि काम गर्नलाई ल ल बाई बाई है अहिले ल फेरि यो क्लिप